माननीय सभामुख महोदय, सुशासनको परिभाषाबाटै सुरु गर्नु पर्ला। सुशासन भनेको कसैले नहेरिरहेको बेलामा पनि कसरी चाहिँ राज्य व्यवस्था चल्छ भन्ने एउटा परिभाषा पनि होला, हैन? कानुनको छडीले सबैलाई लाइनमा राख्ने कुरा अर्को होला। यो सुशासन सम्बन्धी हामीले कुरा गर्दै गर्दाखेरि यो प्रतिस्थापन विधेयकमा छलफल गर्दै गर्दाखेरि हालका प्रमुख आयुक्तले समितिको बैठकमा मैले 100 जना पनि कर्मचारीलाई केही गर्न सकेको छैन सङ्गठनहरूको कारण भनेर भनेको छ। उहाँहरूलाई सपोर्ट गर्ने र भ्रष्टाचार गर्ने मान्छेहरूलाई, कर्मचारी होस् जोसुकै होस्, लाई कानुनको कठघरामा उभ्याउनको लागि पनि यो विधेयकले कतै छोएको छैन र चाहिने विधेयकहरू समितिमा अड्किरहेको छ भने भन्न चाहे। त्यसपछि यो विधेयकमा छलफल गर्दै गर्दाखेरि मेरो संशोधनहरू एकदम स्पष्ट छन्। मान्य मन्त्रीज्यूले पढ्नु पनि भयो होला। अध्यादेश आइसकेपछि कतिजना कर्मचारीलाई चाहिँ नि 7 दिनभित्र काम गरेन भनेर कारबाही गर्नुभयो। हाम्रो गभर्मेन्टको, हाम्रो राज्यको म्याक्सिमम अपरेटिङ एफिसियन्सी यही हो त? म सोध्न पनि चाहन्छु के यही हो हामीले सबभन्दा बढी डेलिभर गर्न सक्ने भन्ने? कतिजना कर्मचारीलाई कारबाही गर्नुभयो? यही सुशासन ऐन अन्तर्गत नै नागरिक बडापत्र जसले चाहिँ नि यति दिनमा यो काम हुन्छ भनेर भनेको छ, कतिजनालाई अहिलेसम्म कारबाही गर्नुभयो। र पहिलो यो मैले प्रश्न पनि सोधेको थिएँ, यो नागरिक एपलाई संस्थागत गर्दै गर्दाखेरि रोकिन्छ, पहिलाका जनप्रतिनिधि र कर्मचारीहरू मिलेर अनियमितता गरे भने त्यसमा पनि मेरो प्रश्न थियो कतिजनालाई चाहिँ कारबाही गर्नुभयो? किनभने यो 7 दिनभित्र कारबाही गर्छु भन्ने एउटा भ्रम छर्या जस्तो लाग्यो। त्यसैले यसमा मेरो संशोधन चाहिँ नि कामको आकार हेरेर, हैन, डिपिआर यत्रो बाक्लो डिपिआर 7 दिनभित्र पढेर सकिँदैन, त्यो सक्दै नसक्ने काम किन नगरेको भनेर कर्मचारीलाई यो कारबाही गरेको जस्तो देखाउनु भन्दा यसमा चाहिँ नि मैले संशोधन राखेको छु, है। त्यसपछि अर्को हाम्रो यो एनआरएनको भिसाको जुन कुरा छ, गृहमन्त्रीज्यूले अघि पनि भन्नुभयो, हैन, सर्वोच्च अदालतको आदेश देखाई यो कानुन बनाउनु पर्छ भनेर मान्य सांसद हाम्रो प्रेम सुवालजीले पनि अघि राख्नुभयो। उहाँको छलफललाई मैले, उहाँको मन्तव्यलाई सपोर्ट गर्दै, त्यो त अख्तियार लाग्ने विषय हो। कानुन छैन भने त अहिलेसम्म दिनै पाउँदैन, त्यो त रोकेर यो अडिटर जेनरलले जफत गर्नुपर्ने कुरा हो। त्यसमा पनि मैले ध्यान आकर्षण गराएँ र सर्वोच्च अदालतकै यो आदेश अनुहार देखाएर यो कानुन चाहिया हो भनेर भन्ने हो भने प्रवासमा रहेका नेपालीहरूको मताधिकार सुरक्षित गर, यो कार्यान्वयन गर भनेर सर्वोच्चले त धेरैचोटि भनेको छ। अनि खै त त्यसमा चाहिने सुशासनको कानुन के त्यसमा चाहिँ सुशासन लागू हुँदैन र? त्यसकारण यो एनआरएनको जुन एनआरएन सिटिजनसिप संविधानले नै दिइसकेपछि यसमा भिसा लाउनु पर्ने भनेको त यो विरोधाभास भयो, यो दफा खारेज गर्नुपर्छ भनेर मैले त्यो संशोधन राखेको छु। नागरिक एप यो मैले पहिला पनि भनेको, जबसम्म हाम्रो डेटा, हाम्रो तथ्याङ्क, हाम्रो पिआइआई पर्सनली आइडेन्टिफाएबल इन्फर्मेसन पिआइआई भनिन्छ, त्यसलाई सुनिश्चित, त्यसको सेक्युरिटी, त्यो कहाँ स्टोर हुन्छ, कसले त्यसमा एक्सेस दिन्छ, प्रधानमन्त्री हुँदैमा हाम्रो सबै व्यक्तिगत कुरा हेर्नु मिल्ने हो कि होइन त, हैन? जबसम्म त्यसको लागि हामीले फाउन्डेसन तयार गर्दैनौँ त्यति बेलासम्म यो नागरिक एपलाई संस्थागत गर्ने भनेको चाहिँ नि हाम्रो डेटामा, नेपालीहरूको डेटामा चाहिँ नि एउटा ह्याकरलाई आनन्दले सबै झन् एउटा ठाउँमा ल्याएर ह्याक गर भन्नको लागि सुनिश्चित गरिदिया जस्तो हुन्छ। अहिले पनि तपाईँले कुरा गर्नुहुन्छ भने सिआइबीसँग अथवा एथिकल ह्याकिङ गराउन भन्दाखेरि मान्छे मान्दैनन्। हाम्रो डेटा सेक्योर कति छ, हाम्रो वेबसाइटहरू कति सेक्योर छ, छैनन्। यस्तो बेलामा हामीले नागरिक एपलाई जबसम्म, मेरो थप दफा चाहिँ के छ भन्दाखेरि मैले राखेको संशोधनमा, जबसम्म डेटा सेक्युरिटी, नागरिक एपलाई संस्थागत त्यति बेला मात्रै गरिनेछ जबसम्म हाम्रो डेटाको सेक्युरिटीको सुनिश्चितता हुँदैन, त्यति बेलासम्म चाहिँ नि गर्नु हुँदैन। त्यसपछि एकदम महत्त्वपूर्ण, शिक्षकहरू अहिले सडकमा छन्, शिक्षकहरूको निवृत्ति भरणको पनि एउटा दफा छ, त्यो चाहिँ नि मैले मान्यज्यूलाई सोध्न चाहेँ। किनभने शिक्षकहरूको प्रश्न छ, यो निवृत्ति भरण लागू चाहिँ नि कुन ब्याचदेखि हुन्छ, कुन इयरदेखि हुन्छ भनेर, 75 सालदेखि हुन्छ कि हुँदैन, त्यसमा स्पष्ट मैले त्यसमा मान्य मन्त्रीज्यूको लाई सोध्न पनि चाहेँ, त्यो कुन सालदेखि चाहिँ नि सुरुवात हुन्छ भनेर। मेरो समय सक्यो सभामुखज्यू, मैले थाहा पाएँ, म हिँडेँ। धन्यवाद।